सो हेलो एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल। अनि आज चाहिँ म जान लागिरहेको छु नागोया नेपाली फेस्टिभलमा। सो भिडियो लास्टमा हेर्नु होला, मजा आउँछ, के हुनेछ हेर्दै गर्नु होला। सो लेट्स गो गाइस।清と小木曽で僕はテクトしますね。ありがとうございます。バイバイ。ल हाम्रो भ्लग आइसक्यो। भिडियो गर्दै जानुपर्छ त। म भ्लग बनाउँदै आउँछु भनेर। हेलो हाई के भन्दिनु मेरो भ्लग? ए लाज लाग्छ के भनौँ। आज यहाँको एक्सपिरियन्स कस्तो भयो? म भर्खरै आएको के एक्सन हो। एक्सन 6 म चाहिँ यसो भ्लग बनाउँदै आएको आज। खाना खानुभयो? के हजुर के तपाईँलाई त्यो होलीमा भेट्नु भन्दै नि त्यो के अरे को हजुरआमा अरे नाम अरे कहना क्या चाहते हो? गफाडी हजुरआमा नागोया साकेलामा आउनु भने त भेटेको थिएँ कि मैले। आउनुभएको थियो दिदी मेरो। तपाईँ आउनु म त्यो बेलामा जापानमा थिएँ कि थिएन? तपाईँ नेपाल भर्खर गएर आउनु भयो? भर्खर गएर आएको थियो होला कि त्यहाँबाट थाहा पाएन। अर्को वर्ष जान्छु नाचौँला। एकदम भेटेर खुसी लाग्यो। हजुर नाम के अरे हजुरको? मेरो जीवन। ए जीवन भ्लग छ क्या? के छ हिजो भन्नुभएको थियो? हिजो सुन्नुभयो? म त धेरै सुन्नै पाएन। म सुते घुमेर आउनु है त। क्या नर्भस भइदिएर क्या यार छ्या। ल हामी चाहिँ चरपाटे खान लागेको है त। आउनु न एकदम टाइम मिलाएर हजुरलाई मलाई 15 सर्भिस गर्छु। कस्तो लाउनु भएन एकदम राम्रो सर्भिस गर्छु। म भाइहरू कलमादेखि चिनिहाल्छु भिडियो बनाउने भाइ भनेर। म आइसकेँ हाँसी त दिनु। ल लेकालीको मोमो आइसक्यो है। ल हामीलाई पानी पनि फ्रीमा आइसक्यो होइन यस्तो राम्रो। पानी खाऊँ है त। पानी फ्रीमा आइसक्यो। लेखाली हाम्रो स्पोन्सर है। ल गाइस हामी पानीपुरी खान लाग्यो। पानीपुरी खाइदिनु। खाऊ ल खाऊ। कस्तो हुन्छ नि नागोया गरी आउँछ है हाम्रो के अरे नागोयामा मिनी स्टपको अपोजिटमा हाजीखाइमा छ। भिजिट गर्न सक्नुहुन्छ। ओके हामी आउँछौँ। नमस्कार पानी पिरो
ल हामी चाहिँ टक्कलाएर यो गेम खेल्न लाग्यो ल केटा अहिले फेरि अपडेट ओइ ल अब ढालिदेऊ कि माकी बिहान भयो होइन त्यही नै केही छैन अब यस्तै हो तर त्यहाँ धेरै थियो यार अघि है त्यही त त्यही जानु पर्ने मोमो पनि फ्रीमै दिएको थियो होइन अब एक दुईजनासँग भिडियो बनाऊ अब एक दुईजनासँग बनाऊ भने
Wow.
चार गीतमा हजुरहरूलाई तपाईँहरूको मेरो हामीसँग समय छ यस्तै ऱ्यान्डम क्वेसन हेलो नियममा नसक्नु है मलाई पनि आउँदैन बाप को भेज तेरे बस की बात नहीं सो फेस्टिभल कस्तो लागिरहेको एकदम रमाइलो लागिरहेको एकदम रमाइलो हामी त 3 दिनै भयो आएको कति भयो जापान आउनुभयो जापान आएको म 2.5 वर्ष म पनि 2.5 वर्ष जापानिज केटा कि नेपाली केटा नेपाली केटा माया गर्ने हुनु पर्यो बुझ्नु हुनु पर्यो जो भए पनि मतलब जहाँको भए पनि हुन्छ अहिले सिङ्गल हो एकदम सिङ्गल नै हो सिङ्गल एकदम सिङ्गल तपाईँहरूको इन्स्टाग्राम कसैले रोक्लाएर नाइ त्यस्तो गर्नु पर्दैन पर्दैन? नाइ नाइ ओके फेसबुकमा चाहिँ फेसबुकको आइडी हाल्नु नाइ पर्दैन म त दिँदिन किन नेपाल फर्किन मन छ कि छैन यहीँ बस्नु मन छ कि नेपाल फर्किनु नेपाल त मलाई एकदम फर्किन मन छ तर नेपाल गएर पनि के गर्ने भन्ने छ फर्किन मन छ कि छैन? फर्किन मन छ गएर फ्यामिली भेटेर फेरि आउन मन छ धेरै जसो मान्छेहरू त यहीँ बस्न खोज्छ कि होइन हजुर मलाई चाहिँ त्यस्तो यहीँ बसौँ भन्ने चाहिँ छैन फर्किन चाहिँ मन छ कि तर अलिकति केले रोकिरहेको छ अब यस्तो अब अलिकति जिम्मेवारी छ नि त भाइहरू पढ्दैछन् अब घरको जेठो छोरी भनेपछि अब मभन्दा अरू कोही पनि हुन्न नि त माथि ओके लोन तिर्नु भयो हजुर लोन तिर्नु भयो लोन ढाडम कि नढाडम लोन तिरे छैन अझै नेपालको सबैभन्दा होइन मिस हुने कुरा चाहिँ के हो चाडपर्व तपाईँलाई चाडपर्व फ्यामिली अनि अब नेपालको जस्तो इन्भाइरोमेन्ट छैन नि त यहाँ अब कता कता घुम्न जाउँ भने पनि खोलाहरू हिमालहरू टाइपको एडभेन्चर टाइपको त्यस्तो चाहिँ छैन त्यो चाहिँ मिस नेपालमा सबैभन्दा मिस हुने खानेकुरा के हो एकदमै मिस हुने मलाई चाहिँ नेपालको चटनी अरूभन्दा नि भात दाल सबै बनाउन जाने हो चटनी बनाउन आउँदैन मलाई त्यही भएर एकदम मिस हुन्छ तपाईँलाई मलाई त्यस्तो छैन मिस खानेकुराहरू केही पनि मिस हुँदैन मलाई त चटनी दाल भात लास्टै अभी मैं गाली नहीं दे सकता नहीं गाली नहीं देना फैमिली देखती है वरना मैं ऐसे गाली यहाँ भिडियो बनाउन लाग्छ उता तपाईँलाई झ्याउ लाग्यो क्या हरूलाई चाहिँ अब मान्छेहरूले कस्तो नआउनु भन्नुहुन्छ नि त तर होइन आउनुपर्छ स्ट्रगल गर्नुपर्छ आफूले मेहनत गरेपछि पो थाहा हुन्छ त होइन स्ट्रगल के हो होइन आफूले कमाएको पैसा भनेको आफूले कमाएको हुन्छ सो म चाहिँ अरूलाई नेपालबाट आउनेलाई चाहिँ नआउनु दुःख छ चाहिँ भन्दैन कि आउनु स्ट्रगल गर्नु पैसा कमाउनु भन्छु तपाईँ चाहिँ के भन्नुहुन्छ त्यही हो अब यहाँ चाहिँ अलिकति कमाएको जस्तो हुँदैन आफूले बचाउन सक्नु पर्यो गर्न सक्नु पर्यो अब आउनु कि नआउनु आउनु ओके ल थ्याङ्क यू हस् थ्याङ्क यू सो मच थ्याङ्क यू बाई हेलो हजुरहरूको नाम दिपा त्रिपाठी पाहुना सापकोटा पाहुना सापकोटा आजको यो फेस्टिभल कस्तो लागिरहेछ एकदमै रमाइलो फर्स्ट टाइम एकदमै रमाइलो भइरहेछ फर्स्ट टाइम एकदम रमाइलो भइरहेछ जापान आउनुभयो कति भयो 1 इयर भयो 1 इयर नेपालको सबैभन्दा मिस हुने कुरा के हो मम्मी बाबाले पकाउनु भएको भात तरकारी एकदमै सेम मम्मी बाबा खानेकुरा चाहिँ के मिस हुन्छ भात तरकारी त्यही हो के स्टुडेन्ट भिजामा आउनुभयो फर्स्टको स्टुडेन्ट भिजामा आउँदाखेरिको स्ट्रगल कस्तो थियो अब म त फ्यामिली नै यहीँ छ मलाई चाहिँ सहिले भयो एकदमै गाह्रो भएको थियो तपाईँ दाइ चाहिँ हुनुहुन्छ भयो भने एकदम गाह्रो थियो अब नेपालबाट आउनेहरूलाई के सजेसन गर्नुहुन्छ आऊ कि नआऊ आउनु त आए पनि अब राम्रोसँग ल्याङ्ग्वेज सिकेर आऊ धेरै गाह्रो छ ल्याङ्ग्वेज सिकेन भने एकदमै हेपाइ हुन्छ नेपालीबाटै एकदमै पढेर आउनु त म त नआउ भन्छु नेपाल जानुभएको कि छैन गएको छैन कहिले जाने थाहा छैन अब वर्किङ लागेपछि होला जान मन छ कि छैन धेरै छ तपाईँलाई नेपाल कहिले जानुहुन्छ
जान मन छ कि छैन एकदम जान मन छ यहीँ बस्ने कि नेपाल फर्किने नेपाल फर्किने हो यहाँ त बस्नै मन छैन कति पैसा कमायो भने चाहिँ फर्किने त पैसा त कहिले पुग्छ र पैसाले त 1 करोड 2 करोड हुन्छ त्यस्तो त हुँदै हुँदैन पैसाले कहिले पुग्दैन मान्छेलाई यति करोड कमाएपछि चाहिँ म नेपाल फर्किन्छु भन्छ त्यस्तो त हुँदै होइन अब कमाउनु त जे भए पनि अब नेपाल त फर्किने हो तपाईँलाई कति करोड कमायो भने चाहिँ नेपाल फर्किनुहुन्छ करोड छैन आएको ऋण तिर्ने अलिअलि कमाउने जाने हुन्छ भेटेर धेरै खुसी लाग्यो धन्यवाद थ्याङ्क यू सो मच तपाईँको नाम प्रीतिका लोकमाने जापान आउनुभयो कति भयो 7 वर्ष भयो नेपालको फेस्टिभल कस्तो लागिरहेछ आज हजुर यो फेस्टिभल कस्तो लागिरहेछ आज रमाइलो लागेको छ मेरो त फर्स्ट टाइम हो कति वर्ष हो तपाईँ म चाहिँ जापान आउनुभयो 7 वर्ष स्टुडेन्ट भिजामा आउनुभयो हजुर फर्स्टमा स्टुडेन्टको स्ट्रगल कस्तो थियो फर्स्टमा त गाह्रै भयो अहिलेसम्म नि गाह्रै त गाह्रै नै छ अब त्यही वर्किङ हो लागिसक्यो होला वर्किङ भइसक्यो एडजस्ट गर्ने हो हिँड्ने हो त्यही त हो नि नेपाल कहिले फर्किनु भएको म 2 चोटि फर्केँ आएदेखि थियो रिसेन्टली कहिले फर्किनु भयो रिसेन्टली लास्ट जिउजीकाजुकोमा गएको थिएँ अब कहिले जाने त थाहा छैन कति करोड कमायो भने चाहिँ नेपाल फर्किने त करोड के अलिअलि भयो भने फर्किने हुन्छ नि ड्रिम त होइन तर थाहा छैन त्यस्तो केही पनि छैन फर्किने हो कि नै अब जबरजस्ती जानु पर्ला जस्तो के नेपालको होइन सबैभन्दा मिस हुने कुरा चाहिँ के हो ड्याडी मम्मी खानेकुरा त्यस्तो केही पनि छैन खासै अब यहीँ पाइन्छ नि त पाउन त त्यही हो फ्यामिली एकदम धेरै मिस हुन्छ ओके थ्याङ्क यू सो मच भेटेर एकदम खुसी लाग्यो हामीले चाहिँ बाबाआमालाई भेटेछ मैले फेस्टिभलमा हेलो हजुर नमस्ते हजुरको नाम चाहिँ के हो मेरो देवजङ साई हो म लमजुङको मेरो चन्द्रकला शाह आउनुभयो कति भयो आएको हामी 1.5 महिना भयो भिजिटको लागि कस्तो लाग्यो त जापान राम्रो लाग्यो आज फेस्टिभल कस्तो लाग्यो तपाईँलाई एकदम राम्रो धेरै राम्रो यसरी यो नेपालीहरू यसरी भेट्न पाउनु भनेको यो एकदम यसरी रमाइलो लाग्यो 3 महिनाको बसाइ रमाइलै हुनेछ जापान चाहिँ छोरा भतिजाहरू जस्तो देख्न पाइयो रमाइलो लाग्यो हजुरहरूलाई कसले लिएर आउनुभयो जापान चाहिँ छोरी यहाँ धेरै रहेछौँ नेपालमा भन्दा नि यहाँ धेरै रहेछौँ जस्तो लाग्यो अझ आजभन्दा नि हिजो एकदम धेरै 3 दिनै मलाई साह्रै रमाइलो लाग्यो हस् धन्यवाद हजुरको नाम मेरो नाम प्रभा केसी मेरो विपना श्रेष्ठ अनुज श्रेष्ठ जापान कति वर्ष भयो वर्ष भएन बल्ल 7 कति भयो हजुर सेम हो ओनाजी सेम स्टुडेन्ट भिजामा आउनुभयो हजुर नेपालको चाहिँ सबैभन्दा मिस हुने कुरा चाहिँ के हो नेपालको फ्यामिली खाना सबभन्दा त्यही हो मेरो पनि के भन्नुभयो नेपालको सबैभन्दा मिस हुने कुरा मिस हुने कुरा मिस हुने कुरा याद आउने कुरा त्यही हो के त्यही हो के त्यही हो एकजना भएको छ नेपाल जान मन छ कि छैन छ नि नेपाल जान त कहिले जाने अब ऋण तिरेर 17 लाख दियो भने म जान्छु नेपाल यो त हो के तपाईँको के लोन तिरेपछि गइहाल्ने हजुर लोन तिर्यो भने जाने भन्नु तर अब अहिले पो त्यस्तो भयो त तर अब बिस्तारै कमाएर अब लोन सुन त यहाँ केही कामै छैन यो जापानमा यो केही काम छैन यहाँ नआए नि हुन्छ कोही पनि आजको फेस्टिभलको एक्सपिरियन्स कस्तो भयो रमाइलो लाग्यो हामी त काम छोडी आएको ढाँटी तपाईँलाई कस्तो भयो आजको एकदम रमाइलो नेपाल आएको जस्तो फिल भयो तपाईँलाई कस्तो भयो रमाइलो भयो के खानुभयो त्यहाँ थाहा छैन अब मलाई टेस्ट गर्न हिँडेको हामी भर्खरै आएको हो अनि जापानमै नबस्ने त्यसो भए नेपाल फर्किने तपाईँलाई बस्न मन छ कि फर्किन मन छ अब हेरौँ पछि परिस्थितिले कस्तो गराउँछ तपाईँलाई चाहिँ लास्टै गाह्रो भयो फर्किन गाह्रो भयो काम गर्न नि गाह्रो भयो म नबस्नु अब होइन नयाँ मान्छेहरू यो भिडियो हेरेर अब नेपालबाट आउने सोच बनाएर होला नि त हामी
हाम्रो अवस्था हेरेर के एकछिन के भन्नुहुन्छ आऊ कि नआउ चाहिँ भन्दिनँ तर उहाँ सोचेको उहाँ कन्सल्टेन्सीमा भनेको जस्तो केही हुँदैन यहाँ आएर आफूले दुःख गर्ने हो अब आउनु रहर भए आऊ तर एकदम धेरै सोचेर आऊ भने दुःख चाहिँ घर उहाँ बाउ आमाले गरेको जस्तो केही पनि हुँदैन आफै गर्नुपर्छ हरेक कुरा आफै गर्नुपर्छ एक्लै हिँड्नुपर्छ अब उहाँ अब त्यस्तै हो दुःख सम्झिन पर्छ अब त्यो अब आउन सोचिरहेको मान्छेहरूलाई त केही कुरा थाहा हुँदैन नि त त्यही भएर एउटा सजेसन चाहिँ तपाईँले दिनु त सजेसन आउन चाहिँ आऊ कि नआऊ आउनु चाहिँ तर वर्किङमा हो होइन धेरै सोचेर आऊ त्यही हो भन्नु तपाईँ चाहिँ के भन्नुहुन्छ आऊ कि नआऊ सजेसन के दिनु म त स्टुडेन्टमा चाहिँ नआउने कि वर्किङमा आयो भने चाहिँ ठिक छ वर्किङमा चाहिँ स्टुडेन्टमा त खत्तम छ काम छैन स्ट्रगल कस्तो थियो फर्स्ट टाइम आउँदाखेरि कस्तो स्ट्रगल छ 1 महिनासम्म रोको घर सम्झेर घर केही नगरिकन आएको यहाँ आएर त सब गर्नु पर्छ त अनि त्यस्तै हो म रुन्छु कि त्यस्तो नभए तपाईँको स्ट्रगल भन्नु नि त केही हो फर्स्ट केही भन्दैन के गर्नु हुन्छ तपाईँहरूलाई भेटेर एकदम खुसी लाग्यो थ्याङ्क यू सो मच सिङ्गर ब्रदरलाई भेटिसकेको छैन एकदम राम्रो लाग्यो त यहाँ आजको यो फेस्टिभलको एक्सपिरियन्स भन्दैन कस्तो भयो होइन यस्तो आज मात्र नभएर म अस्तिबाट नै रेगुलर आइरहेको थिएँ आज ब्रोहरूसँग भेट भयो होइन अनि ब्रोले फेरि खतरा सिङ्गर भन्नुभयो त्यो पनि होइन म जस्ट आफ्नो हबी हो होइन त्यसलाई फलो गर्दैछु अनि त्यो सँगसँगै त्यो फलो गर्दा गर्दै अलिकति इन्ट्रेस्ट बढ्दै गएको पनि हो अघि स्टेजबाट नि भने अब मेरो आफ्नो ओरिजिनलको लागि काम गर्दैछु स्टेजबाट सबलाई भने यहाँ ब्रोहरूको पनि यो युट्युबमा जान्छ के हुन्छ युट्युबमा जाने रहेछ म फेरि यो युट्युबको नाम के छ जीवन इन जापान छ जीवन इन जापान छ अरे सबैजनाले सब्सक्राइब गरिदिनु होला फेरि यो युट्युबबाट नि यो भिडियोबाट नि भन्न चाहन्छु मेरो आफ्नो ओरिजिनलको लागि नि काम गर्दैछु म फर्स्टमा भन्नुपर्ने नाम चाहिँ भन्न बिर्सेछु म सरोज लामा है मैले थ्याङ्क यू सो मच ब्रो अस्तिबाट आइराखेको खोइ अस्ति नै उसै लागेको थियो हिजो नि त्यस्तै थियो आज पनि अझै त्यस्तै भइरहेछ है आज अलिक कम होला कि जस्तो लागेको थियो तर त्यो भएन क्या आज पनि एकदम राम्रो भयो अनि झन् ब्रोहरूसँग यसरी भेट्दा त एकदम खुसी लाग्यो थ्याङ्क यू ब्रो ह्यान्डसम दाइ होइन एकदम खुसी लाग्यो बेस्ट अफ लक गुड सिङ्गर थ्याङ्क यू ब्रो बेस्ट अफ लक यो फ्युचर थ्याङ्क यू सो मच ओहायो गोजाइमासु नमस्तेお名前は何ですか秋です今日のネパールフェスティバルはどうですかネパールフェスティバル初めて来たんですけど、もうこんなにネパール人をたくさん見ることないですねネパール人いっぱいでびっくりしました何が食べたまだちょっと待って今日食べてないねこれ歌聞いて、これもらってで一緒にみんなで踊って、そう来たご飯食べてたからちょっとお腹いっぱいで食べてないねネパールの食べ物は何か分かりますかネパール料理好きですよ私ナン、マンゴーラッシー、タンドリーチキン、ティッカ、チキンティッカとか前私ねネパールの教えてもらいましたよ何だったかなネパール語ちょっと待ってねちゃんときれいに編集してくださいねこれモライナンモンポサもう一回モライナンモンポサモライマンゴーラッシーモンポサすごいネパールに行ったことあるネパールはまだないね行きたい行ってみたいね連れて行ってくれるはい行きましょうネパールは何がおすすめですかネパールの食べ物食べ物は桃餃子と同じ見えますそうチャオミンもそばと同じ見えますネパールのところはポカラは一番そう有名ですポカラは何ですかポカラは場所の名前一番有名ところです
楽しかった。ありがとうございます。私も楽しかったです。ありがとうございます。ありがとうございます。今日はね、これももらったんだ。そうほら、嬉しいです。めっちゃ嬉しい。で、ネパールの人たちがいろいろ教えてくれて、ダンスも一緒に踊りました。こんなダンスとか。ありがとうございます。ありがとう。みんな日本で頑張ってね。はい、頑張ります。今日は何は。バイバイ。ありがとうございます。バイバイ。ありがとう。本当にありがとう。किरामसँग भिडियो बनाउने पानी नर्भस छ। हेलो आजको एक्सपिरियन्स भनिदिनु त अब चाहिँ। आज म चाहिँ नि रमाइलो भयो। म चाहिँ नि बिन्टुनामा हेल्प गर्दै थिएँ, धेरैजना आउनुभयो, एकदमै रमाइलो भयो। अनि म दिउँसोतिर यतातिर घुमेको थिएँ, तर दिउँसो चाहिँ त्यति रमाइलो थिएन। अहिले चाहिँ एकदमै धेरैजना आउँदै हुनुहुन्छ। आज लास्ट डे भएर नि होला, अब रमाइलो बल्ल स्टार्टिङ हुँदैछ। सब्सक्राइब टु हिज च्यानल। थ्याङ्क यू फर वाचिङ। बाई। Thank you so much.